छाला एक्कासी रातो भयो अथवा फोक्का फोक्का आयो अथवा घावै नआउने ठाउँमा पनि घाउ आयो, यस्तो किन हुन्छ त र यसलाई के गरेर ठिक हुन्छ प्लिज जान्नका लागि चाहिँ अन्तिमसम्म भिडियोमा हेर्नुलाई त हजुरले चाहिँ खासमा चाहिँ बाहिरको यो हाम्रो के हो छाला हो है। छालामा हेर्नुहोस् किराहरू कसरी पसिराखेको हुन्छ हैन, कीटाणुहरू यसरी हाम्रो छालामा भित्र पसिराखेको हुन्छ र यसमध्ये सबभन्दा धेरै नोक्सान गर्ने चाहिँ एक किसिमको किरा जुन चाहिँ छालाको भित्रसम्म जान्छ र धेरै भित्रसम्म गएर त्यो फुलहरू पार्दै जान्छ, खाँदै जान्छ र मेल किरा हुन्छ जुन मेल किरा चाहिँ त्यो अलिकति अगाडि जान्छ, त्यसले खान्छ मात्रै। तर यसले जुन फिमेल टाइपको किरा हुन्छ, कीटाणु हुन्छ, त्यसले चाहिँ भित्रै छालाको भित्रैसम्म गएर के गर्छ, यसलाई नोक्सान पुर्याइराखेको हुन्छ है। अब यस्तो अवस्थामा के गर्ने त, देख्दा रातो रातो दाग देखिन्छ बाहिरबाट, तर भित्रसम्म चाहिँ छालामा यसले ड्यामेज गरिरहेको हुन्छ है। जहाँ जहाँसम्म पुग्छ त्यो भाग चाहिँ रातो हुन्छ र अब यसलाई के गर्ने, हामीले सामान्यतया केही गर्नु पर्दैन, जस्ट नुन पानीमा डुबाउने। यदि मिल्छ भने त्यो हाम्रो शरीरको जस्तै हातमा खुट्टामा कतैतिर मिल्छ भने चाहिँ के गर्ने, नुन पानीमा डुबाउने। मिल्दैन भने के गर्ने, एउटा सुतीको टालोमा लिएर नुन पानी चोबेर त्यो ठाउँमा राख्दिराख्ने है, राख्दिराख्ने, फेरि निकाल्ने, फेरि राख्ने गर्ने। यस्तो 2-4 पटक गर्नाले यी कीटाणुहरू आफै मरेर जान्छन् है। किनभने नुन एउटा यस्तो चिज हो जुन कुरा चाहिँ हाम्रो शरीरले चाहिँ कीटाणु मार्नको लागि प्रयोग गर्छ है। त्यसैले अब के गर्नु पर्यो, यदि त्यस्तो दाग भेटिएको छ भने त्यो आफै सन्चो होला, ठिक होला भनेर चाहिँ ढुक्क नहुनु होला। किनभने यस्ता कैयौँ कीटाणुहरू हुन्छन्, यो त एक किसिमको कीटाणु एउटा इमेजमा भिडियो र मैले हजुरहरूलाई देखाउन खोजेँ। अनि यस्ता कीटाणुहरू धेरै हुन्छन् जुन चाहिँ हाम्रो शरीरलाई चाहिँ नोक्सान पुर्याइराखेका हुन्छन्। सामान्य देखिन्छ तर यसले चाहिँ हामीलाई क्यान्सर समेत बनाउन सक्छ। किनभने जब यो कीटाणु फैलिँदै गएर भित्रसम्म गयो भने चाहिँ हामीलाई एकदमै नराम्रो त्यसको प्रतिफल हुन सक्छ। त्यसैले समयमै सजग रहौँ यस्तो कुराहरूमा। सानसानो दागहरू अथवा चिलाइराख्ने, दुख्ने, रातो हुने, पोल्ने टाइपको यस्तो छ भने चाहिँ यो कुराहरू ध्यान दिउँ है त। प्लिज यस्तो ठाउँमा साबुन चाहिँ पार्नु हुँदैन र यसलाई सुक्खा पनि राख्नु हुँदैन है त। आफ्नो आफन्तहरू, साथीभाइलाई सबैलाई सेयर गर्नु। मेरो कुरा कस्तो लाग्यो प्लिज कमेन्ट पनि गरिदिनु होला र यस्तै स्वास्थ्य सम्बन्धी जानकारीको लागि चाहिँ मलाई फलो पनि गर्नु होला है त।